नमस्कार, स्वागत छ हाम्रो च्यानल लोक सेवा गाइड नेपालमा। तपाईहरू समक्ष नयाँ प्रश्नहरू लिएर उपस्थित भएको छु। प्रश्न यस प्रकार रहेको छ, शिक्षक सेवा आयोग नियमावली 2057 अनुसार शिक्षक सेवा आयोगको कर्तव्य र अधिकार कतिवटा रहेका छन्? शिक्षक सेवा आयोग नियमावली 2057 अनुसार शिक्षक सेवा आयोगको कर्तव्य र अधिकार कतिवटा रहेका छन्? अप्सन यस प्रकार रहेको छ, ए 6 वटा, बी 7, सी 8, डी 9। सही जवाब कमेन्ट गर्नुहोस्। शिक्षक सेवा आयोग नियमावली 2057 अनुसार शिक्षक सेवा आयोगको कर्तव्य र अधिकार कतिवटा रहेका छन्? त्यसको सही जवाब हुन्छ बी नम्बर 7 वटा रहेका छन्। शिक्षक सेवा आयोग नियमावली 2057 अनुसार शिक्षक सेवा आयोगको कर्तव्य र अधिकार 7 वटा रहेका छन्। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छन्? नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छन्? अप्सन यस प्रकार रहेको छ, ए 2062-63 सालको जनआन्दोलन, बी 2046 सालको जनआन्दोलन, सी राणा शासनको अन्त्य, डी प्रजातन्त्र स्थापनाको आन्दोलन। यसको सही जवाब कमेन्ट गर्नुहोस्। नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छन्? नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छन्? त्यसको सही जवाब हुन्छन् अप्सन नम्बर ए विक्रम सम्वत 2062-63 को जनआन्दोलन। नेपालको 2062-63 सालको जनआन्दोलनलाई अप्रिल क्रान्तिका नामले चिनिन्छन्। अर्को प्रश्न यस प्रकार रहेको छ, सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको छ? सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको छ? ए 15 देखि 30 किलोमिटर, बी 20 देखि 40 किलोमिटर, सी 25 देखि 40 किलोमिटर, डी 20 देखि 30 किलोमिटर। यसको सही जवाब कमेन्ट गर्नुहोस्। 3 प्रश्न यस प्रकार हो, सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको छ? त्यसको सही जवाब हुन्छ अप्सन नम्बर सी ओजोन तह 25 देखि 40 किलोमिटरको उचाइमा रहेको छ। ओजोन तह वायुमण्डलको 25 देखि 40 किलोमिटर उचाइमा रहेको छ। अर्को प्रश्न यस प्रकार रहेको छ, बालोम डी और अवार्ड 2024 जीतने फुटबल खिलाड़ी को हुन्? बालोम डी और अवार्ड 2024 जीतने फुटबल खिलाड़ी को हुन्? ए अर्लिङ हल्यान्ड, भिनिसियस सीमा मेबापे र डीमा रोड्रिग। प्रश्न यस प्रकार, यसको सही जवाब कमेन्ट गर्नु। प्रश्न यस प्रकार रहेको छ, बालोम डी और अवार्ड 2024 जीतने फुटबल खिलाड़ी को हुन्? अर्लिङ ह्यान्डल, भिनिसियस जेआर, मेबापे, रोड्रिग। त्यसको सही जवाब हुन्छ अप्सन नम्बर डी रोड्रिग। बालोम डी और अवार्ड 2024 जीतने फुटबल खिलाड़ी रोड्री हुन्। रोड्री स्पेनका, यिनी कहाँका हुन्? स्पेनका। अर्को प्रश्न इस प्रकार रहेको छ, बालोम डी और अवार्ड 2024 जीतने फुटबलर रोड्रिग कुन देशका खिलाडी हुन्? बालोम डी और अवार्ड 2024 जीतने फुटबलर रोड्रिग कुन राष्ट्रका खिलाडी हुन्? अप्सन यस प्रकार रहेको छ, ए इङ्ल्यान्ड, बी जर्मनी, सी स्पेन, डी पोर्चुगल। सही जवाब कमेन्ट गर्नुहोस्। ए बालोम डी और अवार्ड 2024 जीतने फुटबलर रोड्रिग कुन राष्ट्रका खिलाडी हुन्? यसको सही जवाब हुन्छ सी स्पेन।
बालोम डी ओर अवार्ड 2024 जीत्ने फुटबलर रोड्रिग स्पेन राष्ट्रका खेलाडी हुन्। अर्को प्रश्न यस प्रकारको छ, बालोम डी ओर अवार्ड 2024 जित्ने महिला फुटबल खेलाडी को हुन्? बालोम डी ओर अवार्ड 2024 जित्ने महिला फुटबल खेलाडी को हुन्? ए. एलेक्सिया पुटेलास, बी. साम केरा, सी. एइटाना बोनमाती, डी. मेगन रापिनो। प्रश्न इस प्रकार रहेको छ, बालोम डी ओर अवार्ड 2024 जित्ने महिला फुटबल खेलाडी को हुन्? ए. एलेक्सिया पुटेलास, बी. साम केर, सी. एइटाना बोनमाती, डी. मेगन रापिनो। यसको सही जवाब कमेन्ट गर्नुहोस्। यसको सही जवाब हुन्छ सी नम्बर, एइटाना बोनमाती। अर्को प्रश्न यस प्रकार रहेको छ, चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागू भएको हो? चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागू भएको हो? ए. विक्रम सम्वत 2075 साउन 2 गते, बी. विक्रम सम्वत 2075 साउन 3 गते, सी. विक्रम सम्वत 2075 साउन 5 गते, डी. विक्रम सम्वत 2075 साउन 1 गते। सही जवाब कमेन्ट गर्नुहोस्। चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागू भएको हो? यसको सही जवाब हुन्छ डी नम्बर, विक्रम सम्वत 2075 साउन 1 गते। चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली विक्रम सम्वत 2075 साउन 1 गतेदेखि लागू भएको हो। अर्को प्रश्न यस प्रकार रहेको छ, इजरायल र लेबनान बीच युद्ध विरामको घोषणा कहिले भएको थियो? इजरायल र लेबनान बीच युद्ध विरामको घोषणा कहिले भएको थियो? ए. सन् 2024 नोभेम्बर 26 मा, बी. सन् 2024 नोभेम्बर 23 मा, सी. सन् 2024 नोभेम्बर 22 मा, डी. सन् 2024 नोभेम्बर 25 मा। सही जवाब कमेन्ट गर्नुहोस्। इजरायल र लेबनान बीच युद्ध विरामको घोषणा कहिले भएको थियो? सन् 2024 नोभेम्बर 26 मा, सन् 2024 नोभेम्बर 23 मा, सन् 2024 नोभेम्बर 22 मा, सन् 2024 नोभेम्बर 25 मा। त्यसको सही जवाब हुन्छ ए नम्बर, सन् 2024 नोभेम्बर 26 मा भएको थियो। अर्को प्रश्न यस प्रकार रहेको छ, इजरायल र लेबनान बीच भएको युद्ध विराम सम्झौता कहिले भएको थियो? इजरायल र लेबनान बीच भएको युद्ध विराम सम्झौता कहिले भएको थियो? सन् 2024 नोभेम्बर 25 मा, सन् 2024 नोभेम्बर 27, सन् 2024 नोभेम्बर 28, सन् 2024 नोभेम्बर 30। सही जवाब कमेन्ट गर्नुहोस्। इजरायल र लेबनान बीच भएको युद्ध विराम सम्झौता कहिले भएको थियो? त्यसको सही जवाब हुन्छ 9 को बी नम्बर, सन् 2024 नोभेम्बर 27 मा। सन् 2024 नोभेम्बर 27 मा। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपालमा राष्ट्रिय कर दिवस कहिले मनाइन्छन्? नेपालमा राष्ट्रिय कर दिवस कहिले मनाइन्छन्? ए. मङ्सिर 3 गते, बी. मङ्सिर 4 गते, सी. मङ्सिर 1 गते, डी. मङ्सिर 2 गते। प्रश्न यसको सही जवाब कमेन्ट गर्नुहोस्। नेपालमा राष्ट्रिय कर दिवस कहिले मनाइन्छन्? नेपालमा राष्ट्रिय कर दिवस कहिले मनाइन्छ? ए. मङ्सिर 3 गते, बी. मङ्सिर 4 गते, सी. मङ्सिर 1 गते, डी. मङ्सिर 2 गते। यसको सही जवाब हुन्छ तपाईको सी नम्बर,
मङ्सिर 1 गते। नेपालमा राष्ट्रिय कर दिवस मङ्सिर 1 गतेदेखि मनाइन्छन्। प्रश्न यस प्रकार रहेको छ, नेपालमा 2081 सालको राष्ट्रिय कर दिवसको नारा के थियो? प्रश्न यस प्रकार रहेको छ, नेपालमा 2081 सालको राष्ट्रिय कर दिवसको नारा के थियो? ए. कर प्रणालीको सार लगानीको आधार। बी. कर तिर्ने हाम्रो कर्तव्य। सी. समृद्धिको लागि कर। डी. कर प्रणाली पारदर्शिता र जवाफदेहिता। यसको सही जवाब कमेन्ट गर्नुहोस्। नेपालमा 2081 सालको राष्ट्रिय कर दिवसको नारा के रहेको थियो? त्यसको सही जवाब हुन्छ 11 को ए नम्बर, कर प्रणालीको सार लगानीको आधार। नेपालमा 2081 सालको राष्ट्रिय कर दिवसको नारा कर प्रणालीको सार लगानीको आधार थियो। अर्को प्रश्न यस प्रकार रहेको छ, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 कहिले स्वीकृत भएको हो? विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 कहिले स्वीकृत भएको हो? ए. विक्रम सम्वत 2076 भाद्र 21 गते। बी. विक्रम सम्वत 2076 भाद्र 22 गते। सी. विक्रम सम्वत 2076 भाद्र 24 गते। डी. विक्रम सम्वत 2076 भाद्र 20 गते। यसको सही जवाब कमेन्ट गर्नुहोस्। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 कहिले स्वीकृत भएको हो? त यसको सही जवाब हुन्छ 12 नम्बर प्रश्नको सही जवाब डी नम्बर हुन्छ, विक्रम सम्वत 2076 भाद्र 20 गते भएको थियो। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 विक्रम सम्वत 2076 भाद्र 20 गते स्वीकृत भएको हो। अर्को प्रश्न यस प्रकार रहेको छ, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 स्वीकृत गर्ने निकाय को रहेको छ? विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 स्वीकृत गर्ने निकाय को रहेको छ? ए. नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। बी. पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद। सी. राष्ट्रिय शिक्षा आयोग। डी. स्थानीय तह। यसको सही जवाब कमेन्ट गर्नुहोस्। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 स्वीकृत गर्ने निकाय को रहेको छ? त यसको सही जवाब कमेन्ट गर्नुहोस्। त यसको सही जवाब हुन्छ ए नम्बर, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 स्वीकृत गर्ने निकाय नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ। राष्ट्रिय शिक्षा नीति 2076 स्वीकृत कहिले भएको हो? राष्ट्रिय शिक्षा नीति 2076 कहिले स्वीकृत भएको हो? ए. विक्रम सम्वत 2076 कार्तिक 15 गते। बी. विक्रम सम्वत 2076 कार्तिक 18 गते। सी. विक्रम सम्वत 2076 कार्तिक 20 गते। डी. विक्रम सम्वत 2076 कार्तिक 22 गते। यसको सही जवाब कमेन्ट गर्नुहोस्। राष्ट्रिय शिक्षा नीति 2076 स्वीकृत कहिले भएको थियो? त्यसको सही जवाब हुन्छ तपाईको अप्सन नम्बर बी, विक्रम सम्वत 2076 कार्तिक 28 गते। राष्ट्रिय शिक्षा नीति 2076 विक्रम सम्वत 2076 कार्तिक 28 गते स्वीकृत भएको हो। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपालको आन्तरिक उडानमा हालसम्म ठूलो हवाई दुर्घटना कहिले भएको हो? नेपालको आन्तरिक उडानमा हालसम्म ठूलो हवाई दुर्घटना कहिले भएको हो? ए. विक्रम सम्वत 2079 माघ 1 गते। बी. विक्रम सम्वत 2079 माघ 4 गते। सी. विक्रम सम्वत 2079 माघ 3 गते। डी. विक्रम सम्वत 2079 माघ 5 गते। प्रश्न यस प्रकार, नेपालको आन्तरिक उडानमा हालसम्म ठूलो हवाई दुर्घटना कहिले भएको हो? ए. विक्रम सम्वत 2079 माघ 1 गते।
बी विक्रम सम्बन्ध 2079 माघ 4 गते, सी विक्रम सम्बन्ध 2079 माघ 3 गते, डी विक्रम सम्बन्ध 2079 माघ 5 गते। त यसको सही जवाब हुन्छ तपाईको ए नम्बर विक्रम सम्बन्ध 2081 माघ 1 गते। नेपालको आन्तरिक उडानमा हालसम्म ठूलो हवाई दुर्घटना विक्रम सम्बन्ध 2079 माघ 1 गते भएको हो। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपाल एभरेस्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरुवात कहिलेदेखि भएको हो? नेपाल एभरेस्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज भई स्वीकृत कारोबार सुरुवात कहिलेदेखि भएको? ए विक्रम सम्बन्ध 2079 पुस 25 गते, बी विक्रम सम्बन्ध 2079 पुस 24 गते, सी विक्रम सम्बन्ध 2079 पुस 27 गते, डी विक्रम सम्बन्ध 2079 पुस 26 गते। यसको सही जवाब कमेन्ट गर्नुहोस्। प्रश्न यस प्रकार, नेपाल एभरेस्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरुवात कहिलेदेखि भएको हो? त यसको सही जवाब हुन्छ 16 को सही जवाब हुन्छ सी नम्बर। विक्रम सम्बन्ध 2079 पुस 27 गते। नेपाल एभरेस्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरुवात विक्रम सम्बन्ध 2079 पौष 27 गतेदेखि भएको हो। अर्को प्रश्न यस प्रकार रहेको छ, विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो? विश्व आर्थिक मञ्च ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको? ए सन् 2018 जनवरी 22 गते, बी सन् 2018 जनवरी 24 गते, सी सन् 2018 24-25 गते, डी सन् 2018 24-26 गते। यसको सही जवाब कमेन्ट गर्नुहोस्। प्रश्न यस प्रकार रहेको छ, विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो? त्यसको सही जवाब हुन्छ सन् 2018 जनवरी 26 मा। सन् 2018 जनवरी त विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना सन् 2018 जनवरी 26 देखि गरिएको हो। अर्को प्रश्न यस प्रकार रहेको छ, मन्त्री परिषदको विक्रम सम्बन्ध 2080 पुस 5 को निर्णय अनुसार नेपालका कति जनजाति अल्पसंख्यकको सूचीमा सूचीकृत भएका छन्? मन्त्री परिषदको 2080 पुस 5 को निर्णय अनुसार नेपालका कति जनजाति अल्पसंख्यकको सूचीमा सूचीकृत भएका छन्? ए 110, बी 115, सी 116, डी 113। यसको सही जवाब कमेन्ट गर्नुहोस्। मन्त्री परिषदको 2080 पुस 5 को निर्णय अनुसार नेपालको 116 सी नम्बर 116 जनजाति अल्पसंख्यकको सूचीमा सूचीकृत भएका छन्। अर्को प्रश्न यस प्रकार रहेको छ, ओजोन तहमा प्वाल परेको पत्ता लगाउने उपग्रह कुन हो? ओजोन तहमा प्वाल लागेको पत्ता लगाउने उपग्रह कुन हो? ए ल्यान्डसाट, बी मेटेओसाट, सी निम्बस, डी इनसाट। यसको सही जवाब कमेन्ट गर्नुहोस्। ओजोन तहमा प्वाल परेको पत्ता लगाउने उपग्रह कुन हो? त ल्यान्डसाट, मेटोसाट, निम्बस र इनसाट। त्यसको सही जवाब हुन्छ सी नम्बर निम्बस। ओजोन तहमा प्वाल परेको पत्ता लगाउने उपग्रह निम्बस हो। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपाल सरकारले कुन प्रदेशबाट क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो? नेपाल सरकारले कुन प्रदेशबाट क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको? ए लुम्बिनी प्रदेश, बी बागमती प्रदेश, सी सुदूरपश्चिम प्रदेश,
डी कर्णाली प्रदेश। यसको सही जवाब गर्नुहोस्। नेपाल सरकारले कुन प्रदेशबाट क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो? त यसको सही जवाब हुन्छ डी नम्बर कर्णाली प्रदेश। नेपाल सरकारले कर्णाली प्रदेशबाट क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपाल सरकारले कहिलेदेखि क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको मानिन्छन्? नेपाल सरकारले कहिलेदेखि क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको मानिन्छन्? ए विक्रम सम्वत 2078 चैत्र 22 गते, बी विक्रम सम्वत 2078 चैत्र 21 गते, सी विक्रम सम्वत 2078 चैत्र 20 गते, डी विक्रम सम्वत 2078 चैत्र 25 गते। सही जवाब कमेन्ट गर्नुहोस्। नेपाल सरकारले कहिलेदेखि क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको मानिन्छन्? त यसको सही उत्तर हुन्छ तपाईको ए नम्बर विक्रम सम्वत 2078 चैत्र 22 गते। अर्को प्रश्न यस प्रकार रहेको छ, राष्ट्रिय योग दिवस कहिले मनाइन्छन्? राष्ट्रिय योग दिवस कहिले मनाइन्छन्? ए माघ 5 गते, बी माघ 3 गते, सी माघ 1 गते, डी माघ 2 गते। यसको सही जवाब कमेन्ट गर्नुहोस्। ए राष्ट्रिय योग दिवस कहिले मनाइन्छन्? माघ 5 गते, माघ 3 गते, माघ 1 गते र माघ 2 गते। त यसको सही जवाब हुन्छ तपाईको सी नम्बर माघ 1 गते। राष्ट्रिय योग दिवस कहिले मनाइन्छन्? माघ 1 गते। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपालमा विक्रम सम्वत 2079 सालको राष्ट्रिय योग दिवसको नारा के थियो? नेपालमा 2079 सालको राष्ट्रिय योगको नारा के थियो? एक स्वस्थ जीवनको चाहना, योग शिक्षा र साधना, बी सर्वाङ्गीण विकासका लागि योग, सी स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग, योग स्वस्थ र समृद्धिको आधार। सही जवाब कमेन्ट गर्नुहोस्। प्रश्न यस प्रकार रहेको छ, नेपालमा 2079 सालको राष्ट्रिय योग दिवसको नारा के थियो? त्यसको सही जवाब हुन्छ ए नम्बर स्वास्थ्य जीवनको चाहना, योग शिक्षा र साधना। नेपालमा विक्रम सम्वत 2079 सालको राष्ट्रिय योग दिवसको नारा स्वस्थ जीवनको चाहना, योग शिक्षा र साधना। अर्को प्रश्न यस प्रकार रहेको छ, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री को नियुक्त भएका छन्? सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री को नियुक्त भएका छन्? अप्सन ए त्रिलोचन भट्ट, बी राजेन्द्र सिंह रावल, सी कमल बहादुर शाह, डी दीर्घ बहादुर सोडारी। सही जवाब कमेन्ट गर्नुहोस्। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री को नियुक्त भएका छन्? त्यसको सही जवाब हुन्छ कमल बहादुर शाह। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमल बहादुर शाह नियुक्त भएका छन्। अर्को प्रश्न यस प्रकार रहेको छ, कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कहिले नियुक्त भए? कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कहिले नियुक्त भए? ए विक्रम सम्वत 2079 माघ 26 गते, बी विक्रम सम्वत 2080 चैत्र 22 गते, सी 2081 साउन 20 गते, डी 2081 साउन 21 गते। सही जवाब कमेन्ट गर्नुहोस्। कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कहिले नियुक्त भएका थिए? त्यसको सही जवाब हुन्छ डी नम्बर विक्रम सम्वत 2081 साउन 21 गते। कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा विक्रम सम्वत 2081 साउन 21 गते नियुक्त भएका थिए। अर्को प्रश्न यस प्रकारको छ, कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कति पटक बनेका छन्? ए 1 पटक, 2 पटक, 3 पटक, डी 4 पटक। सही जवाब कमेन्ट गर्नुहोस्। कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कति पटक बनेका छन्? त्यसको सही जवाब हुन्छ 2 पटक। कमल बहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री 2 पटक बनेका छन्। अर्को प्रश्न यस प्रकारको छ, कमल बहादुर शाहलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कसले नियुक्त गरे? ए राष्ट्रपति, बी प्रधानमन्त्री, सी प्रदेश प्रमुख, सी प्रदेश सभाका सभामुख। सही जवाब कमेन्ट गर्नुहोस्।
प्रश्न यस प्रकार रहेको छ, कमल बहादुर शाहलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कसले नियुक्त गरे? कमल बहादुर शाहलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कसले नियुक्त गरे? त्यसको सही जवाब हुन्छ प्रदेश प्रमुखले नियुक्त गरे। अर्को प्रश्न यस प्रकार रहेको छ, कति वर्षको अन्तरालपछि हरियो रङको पुच्छे तारा पृथ्वीको नजिक आएको हो? कति वर्षको अन्तरालपछि हरियो रङको पुच्छे तारा पृथ्वीको नजिक आएको हो? 50 वर्ष, 40 वर्ष, 30 वर्ष, 60 वर्ष। यसको सही जवाब कमेन्ट गर्नुहोस्। कति वर्षको अन्तरालपछि हरियो रङको पुच्छे तारा पृथ्वीको नजिक आएको हो? त यसको सही जवाब हुन्छ ए नम्बर 50 वर्ष। 50 वर्षको अन्तरालपछि हरियो रङको पुच्छे तारा पृथ्वीको नजिक आएको हो। अर्को प्रश्न यस प्रकार रहेको छ, हालै भारतमा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यू अभिनेताको अवार्ड जित्ने नेपाली अभिनेता को हुन्? प्रदीप खड्का, अनमोल केसी, दया हाङ्गराई, सौगात मल्ल। यसको सही जवाब कमेन्ट गर्नुहोस्। प्रश्न यस प्रकार रहेको छ, हालै भारतमा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यू अभिनेताको अवार्ड जित्ने नेपाली अभिनेता कौन? प्रदीप खड्का, अनमोल केसी, दया हाङ्गराई, सौगात मल्ल। तो यसको सही जवाब हुन्छ 29 को ए नम्बर प्रदीप खड्का। हालै भारतमा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यू अभिनेताको अवार्ड जित्ने नेपाली अभिनेता प्रदीप खड्का हुन्। अर्को प्रश्न यस प्रकार, बागमती प्रदेशको सभामुखमा को नियुक्त भएका छन्? बागमती प्रदेशको सभामुखमा को नियुक्त भएका छन्? ए पसानु कुमार श्रेष्ठ, बी राधिका तामाङ, सी भुवन कुमार पाठक, सी अनुराधा कोइराला। बागमती प्रदेशको सभामुखमा को नियुक्त भएका छन्? यसको सही जवाबहरू कमेन्ट गर्नुहोस्। यसको सही जवाब कमेन्ट गर्नुहोस् र कमेन्टलाई पढेर जसले सही जवाब दिनुभएको छ उहाँको नामलाई अग्लो भिडियोमा हामी उहाँको नाम सार्वजनिक गर्ने छौं।